जेनजी सबै छ नि परिवर्तन पक्ष यो तपाई संरक्षक रहेको पार्टी कुन अरे तपाई संरक्षक कुनै पनि पोलिटिकल पार्टीमा छैन हैन अस्ति भाउजूले खोलेको होइन पार्टी अहिले थाहा हुन्छ भन्नु पर्यो खुलाउनु भन्नु पर्यो पार्टी घोषणा भइरहेछ आज के हो अहिले सबै कुरा थाहा हुन्छ तपाईँलाई अनि तपाईँले पार्टी खोलेर पार्टी चाहिँ परित्याग गरेर अर्को पार्टीमा किन जानुभएको म कुनै पनि पार्टीमा गएको छैन अहिले थाहा हुन्छ क्या तपाई संरक्षक रहेको पार्टी नि अहिले म त्यो ऋषि त मलाई फागुन 21 को चुनाव लड्छ त अहिले एकछिनपछि भन्छु खुलाइदिनुहोस् आज अहिले एकछिनपछि जनता जान्न चाहन्छ म एकछिनपछि एकछिनपछि तपाईलाई त हर्क साम्पाङले मेरो पार्टीबाट उम्मेदवार बनाउँछु भन्दै हुनुहुन्छ तपाईँलाई त तपाईँले त आह्वान पनि गरेको छ नि तपाईँ के गर्न चाहनुहुन्छ यसमा एकछिनपछि म सबै कुरा भन्छु एकछिनपछि गर्न के खोजे आज तपाईले होइन साथीहरूले मलाई एउटा कार्यक्रमको त्यही